नमस्ते सम्पूर्णमा मनिषा तामाङ। केही समय अगाडिको कुरा हो। मोबाइल चोरीको आरोप लगाएर सिन्धुपाल्चोक जिल्लामा एक कुन्साङ बालिकामाथि डोरीले बाँधेर रडले तताएर रामिएको थियो, जुन सामाजिक सञ्जालमा धेरै चर्चा पाएको थियो यो विषयले। र त्यस्ता बालिकामाथि यसरी राडले गम्भीर रूपमा निर्घात पिटिएर डामिने कार्यमा संलग्न भनिएको चौतारा साँगागढी चोक नगरपालिका चोक वडा नम्बर 1 का राकेश श्रेष्ठ, मङ्गली श्रेष्ठ, उनीहरूका छोरा सुसन र सुशील श्रेष्ठ गरी यी 4 जनाले परिवारका सबै सदस्य मिलेर ती बालिकामाथि यस्ता खालका कुचेष्टा र गम्भीर अपराध गरेको रहेछ। यो प्रति म गम्भीर आपत्ति र खेद प्रकट गर्दछु। हुनु पनि उनीहरू साँच्चीकै मानिस भएको भए यस्ता घटना घटाउँदैन थियो होला। उनीहरूको साँच्चीकै मनमा, हृदयमा करुणा, माया र अरूका छोराछोरी पनि आफ्ना छोराछोरी सोच्ने गरेको भए पक्कै पनि यस्तो गर्दिन होला। बालिकाले यदि साँच्चै मोबाइल चोरीकै भए तापनि त्यस्तो गर्नु हाम्रो कानुन विपरीत हो। र यसरी मोबाइल चोरेको आरोप पुष्टि नभइकन र भए पनि यसरी कुट्न पाउँदैन, नेपालको कानुनले दिँदैन। र यसरी निर्घात रूपमा निर्दोष ती बालिकालाई, यसरी सानो बालिकालाई घरमा कोही नभएको बेलामा बाँधेर सिस्नुले हानेर अझ त्यतिले नपुगेर रटै तताएर डाम्दाखेरि त्यो हामीले कल्पना गर्दा हामीलाई पनि धेरैभन्दा धेरै चित्त दुखेर आउँछ। किनकि ऊ बालिका हो र ऊ एउटा कलिला उमेरका बालबालिका। हामी ठुलालाई त तताउँदा हामीलाई त अलिकति काँडो दुख्छ भने ती कलिला उमेरका बालिकामाथि यस्तो निर्घात रूपमा कुट्दा कति दुख्यो होला। र यो श्रेष्ठ परिवार साँच्चीकै मान्छे होइन र होइन पनि होला, किनकि उनीहरूको व्यवहार त्यस्तै देखियो, दानव जस्तो। र यस्ता खालका अपराध गरेको भनेर उनीहरूलाई अहिले हाल प्रहरीले नियन्त्रणमा लिएको छ। तर मेरो गृह मन्त्रालयले पनि गम्भीर रूपमा अनुरोध गर्न चाहन्छु, विशेष रूपमा कि यस्ता अपराध गर्ने यी 4 अपराधीलाई यस्तो कारबाही हुनुपर्छ जुन कर्तव्य ज्यान मुद्दा हालेर आजीवन जेल चलान गर्नुपर्छ। तब मात्र ती निर्दोष बालिकाले न्याय पाउनेछ। र यस्तै खालका घटना समाजमा घटाउनका निम्ति कसैले पनि चेष्टा गर्ने छैन। र नेपालको संविधान 2072 को धारा 39ले पनि बालबालिकाको हकको व्यवस्था गरिएको छ। त्यसको पनि गम्भीर उल्लङ्घन भएको छ। नेपालको बालबालिकाको लागि बनेको ऐन 2074 संशोधन सहितको 75ले पनि त्यही व्यवस्था गर्छ कि बालिक अधिकारलाई प्रमुख अधिकारको रूपमा लिइन्छ। र बालबालिकामाथि यस्ता खालका अपराध गर्नेहरूलाई कानुनी कठघरामा उभ्याउनुपर्छ, कडाभन्दा कडा कारबाही गर्नुपर्छ भन्दै मेरो यो जोडजाड माग राख्न चाहन्छु। र हामी समाजमा बसेपछि समाजमा यस्ता खालका अराजक तत्त्वलाई समयमा यदि नियन्त्रण नगर्ने हो भने यस्ता विनाशकारी समाजमा अझै हुँदै जानेछ। र यस्ता खालका घटना पक्कै फेरि पनि हुन्छ। र त्यसको अन्त्यको लागि सरकारले कडाभन्दा कडा कानुनी कारबाही र कदम चाल्यो भने पक्कै ती कुन्साङ तामाङ
ले पक्कै न्याय पाउनेछन् र नेपाली आमाले न्याय पाउनेछन् र नेपालको न्याय क्षेत्र साँच्चीकै बलियो छ भने पुष्टि पनि हुनेछ। र म हार्दिक अनुरोध गर्दछु कि तत्कालै यिनीहरूलाई जेल चलानको लागि मुद्दाको फैसला सुनाओस् र कानुनी कठघरामा उभिन यिनीहरू बाध्य होस् र बालिकाले न्याय पाओस् भन्दै आफ्नो विचार यहीँ अन्त्य गर्दछु। धन्यवाद।